नमस्कार साथीहरू, के तपाईँ कहिल्यै सोच्नुहुन्छ म किन बाँचिरहेको छु? मेरो जीवनको वास्तविक उद्देश्य के हो? जापानमा एउटा यस्तो सुन्दर अवधारणा छ जसले लाखौं मानिसलाई अर्थपूर्ण जीवन बाँच्न मद्दत गरेको छ। त्यो शब्द हो इकिगाई। आजको भिडियोमा हामी इकिगाई के हो, किन महत्त्वपूर्ण छ र कसरी आफ्नो इकिगाई पत्ता लगाउने भन्ने कुरा विस्तारमा बुझ्नेछौँ। यो भिडियो अन्तिमसम्म हेर्नुहोस्, सायद आज तपाईले आफ्नो जीवन बदल्ने उत्तर पाउनुहुनेछ। इकिगाई जापानी शब्द हो। इकी भन्नाले जीवन, गाई भन्नाले मूल्य वा अर्थ। सरल भाषामा इकिगाई भनेको बाँच्नुको कारण हो। जापानको ओकिनावा विश्वका सबैभन्दा धेरै दीर्घायु मानिस बस्ने ठाउँ मानिन्छ। त्यहाँका मानिसहरू लामो समयसम्म स्वस्थ र खुशी जीवन बाँच्नुको एउटा मुख्य कारण इकिगाई मानिन्छ। उनीहरू बिहान उठ्दा किन उठे भन्ने थाहा हुन्छ। उनीहरूको जीवनमा उद्देश्य हुन्छ। इकिगाई जापानी शब्द हो। इकी भन्नाले जीवन, गाई भन्नाले मूल्य वा अर्थ। सरल भाषामा इकिगाई भनेको बाँच्नुको कारण हो। जापानको ओकिनावा विश्वका सबैभन्दा धेरै दीर्घायु मानिस बस्ने ठाउँ मानिन्छ। त्यहाँका मानिसहरू लामो समयसम्म स्वस्थ र खुशी जीवन बाँच्नुको एउटा मुख्य कारण इकिगाई मानिन्छ। उनीहरू बिहान उठ्दा किन उठे भन्ने थाहा हुन्छ। उनीहरूको जीवनमा उद्देश्य हुन्छ। इकिगाई चार कुराको सङ्गम हो। 1. तपाईलाई के गर्न मन पर्छ? फ्यासन। 2. तपाईँ केमा राम्रो हुनुहुन्छ? प्रोफेसन। 3. संसारलाई के चाहिन्छ? मिसन। 4. जसबाट पैसा कमाउन सकिन्छ? भोकेसन। यी चार कुरा जहाँ भेटिन्छन् त्यही तपाईको इकिगाई हुन्छ। उदाहरणका लागि, यदि तपाईलाई पढाउन मन पर्छ, तपाईँ राम्रो शिक्षक हुनुहुन्छ, समाजलाई शिक्षाको आवश्यकता छ, र त्यसबाट आम्दानी पनि हुन्छ, त्यो तपाईको इकिगाई हुन सक्छ। इकिगाई भनेको केवल पैसा कमाउने कुरा होइन। यो खुशी सन्तुष्टि उद्देश्यको मिश्रण हो। आज धेरै मानिसहरू काम गरिरहेका छन् तर खुशी छैनन्। किन? किनभने उनीहरू आफ्नो इकिगाई अनुसार बाँचिरहेका छैनन्। केवल दबाव, समाजको अपेक्षा वा पैसाको पछि लागेर जीवन बिताइरहेका छन्। तर जब तपाईँ आफ्नो इकिगाई अनुसार काम गर्नुहुन्छ, काम बोझ होइन, आनन्द बन्छ। अब सबैभन्दा महत्त्वपूर्ण प्रश्न, म आफ्नो इकिगाई कसरी पत्ता लगाऊं? यी चार प्रश्न आफैलाई सोध्नुहोस्। मलाई कुन काम गर्दा समय बितेको थाहा हुँदैन? मानिसहरूले मलाई कुन कुरामा प्रशंसा गर्छन्? संसारको कुन समस्याले मलाई भावुक बनाउँछ? के गरेर म आर्थिक रूपमा टिक्न सक्छु? यी प्रश्नहरूको उत्तर लेख्नुहोस्। धेरै सोच्नुहोस्। धेरै अनुभव लिनुहोस्। इकिगाई एक दिनमा भेटिँदैन, तर खोज्ने प्रक्रिया नै सुन्दर यात्रा हो। साथीहरू, जीवन केवल बाँच्नका लागि होइन, अर्थपूर्ण रूपमा बाँच्नका लागि हो। इकिगाई हामीलाई सिकाउँछ सानो कुरामा खुसी खोज्न, उद्देश्यसहित काम गर्न, र वर्तमान क्षणलाई माया गर्न। आजै आफ्नो इकिगाई खोज्न सुरु गर्नुहोस्। किनकि जब उद्देश्य स्पष्ट हुन्छ, जीवन शक्तिशाली बन्छ। यदि यो भिडियो मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। धन्यवाद। फेरि भेटौँला अर्को प्रेरणादायी भिडियोमा।